आज हेरौँ मलाई काठमाडौँको पुरै रिङ रोड हिँडेर कभर गर्न कति समय लाग्छ र म अहिले छु कोटेश्वरमा। सो अहिले चाहिँ टाइम भएको छ 8:26। लेट्स स्टार्ट दिस च्यालेन्ज, लेट्स गो। अहिले चाहिँ म पशुपतिनाथ पुगिसकेँ। टाइम भइरहेको छ 9:18। हजुरको नाम? मेरो नाम सुरेश रामेछाप अन्तरा। अहिले चाहिँ म ट्राभल पुगिसकेँ 9:54। फर हाइड्रेसन पानी। अहिले म पुगिसकेँ धुम्बराईमा 11:28। लेट्स गो। ग्यारह बजेर 51। म अहिले छु महाराजगञ्जमा। मेरो पछाडि छ बिजी मल, मतलब म बस पार्कमा पुगिसकेँ 12:31। सो फाइनली म पुगिसकेँ स्वयम्भूनाथ मन्दिर। ठ्याक्कै 1:30 बजे है। हाइड्रेसन ब्रेक, लेट्स गो। अहिले चाहिँ म कलङ्किया पुगिसकेँ 2:42। फाइनली म छु अल्फुमा 3:20। सब्सक्राइब टु रोहित द क्रिएटर। म अहिले पुगिसकेँ एकान्त कुनामा। म स्टिल हिँड्दैछु 3:55। लुक एट दिस भ्यू गाइज, अमेजिङ यार। म चाहिँ सातबाटा चोकमा पुगिसकेँ 4:56। म स्टिल हिँड्दैछु। व्हाट द फक म्यान। लेट्स गो ब्रो। फाइनली घरको पनि आइसक्यो। 5:12। फाइनली बालकुमारी पुल 5:28। कोटेश्वरको भाटबटे नि कोटेश्वरको आकाशे पुल। लेट्स गो ब्रो। गेस व्हाट, आई एम फाइनली बैक इन कोटेश्वर ब्रो। च्यालेन्ज कम्प्लिट भइसक्यो। मा कसम आई एम सक्ड यार, मलाई विश्वास भइरहेको छैन। ओ माय गॉड ब्रो। टोटल मलाई रिङ रोड कभर गर्न हिँडेर 8 घण्टा 22 मिनट लाग्यो।